हेलो अनि नमस्ते, स्वागत छ मेरो मिनी ब्लगमा। हामी चाहिँ शनिबार मनोकामना गएका थियौँ, त्यही भएर बिहान उठेर नुहाइधुवाइ गरेर रेडी भएर हामी मनोकामनाको लागि लाग्यौँ। मनोकामना पारिपट्टि अलि महँगो पर्छ भनेर हामीले फुलपाती चाहिँ ओरेबाट किन्यौँ। बिहान बिहान जाँदाखेरि केबुल कारमा भिड हुँदैन कि भनेर गएको, त्यही पनि भिड थियो। अनि मनोकामना जाँदाखेरि कसैको चाहिँ त्यो पहिलो केबुल कार चढाइ थियो, कसैले चाहिँ भिडियो बनाउँदै, कसैले टिकटक बनाउँदै हामी पुग्यौँ मनोकामनाको पारिपट्टि। यो मनोकामना मन्दिर आउँदाखेरि हामी जहिले पनि भिड हुन्छ, जहिले पनि लाइन बस्नुपर्छ। अहिले पनि हामी एकदम लामो लाइनमा बसेका थियौँ। हुन त पहिलेभन्दा अलिक कम थियो, त्यही पनि अहिले पनि लास्टै भिड थियो। हामी लगभग 1 घन्टा जति लाइनमा बसेर हाम्रो पालो आयो। अनि पूजासुजा गरेर हामी फर्क्यौँ। पूजा गरेर फर्किँदाखेरि पनि फेरि त्यो केबुल कारमा फेरि अलिकति लाइन थियो। त्यो केबुल कारको लाइनमा बसेर त्यहाँबाट पनि फर्क्यौँ। अनि त्यहाँबाट चाहिँ केबुल कार झरिसकेपछि अलिकति हिँड्नुपर्छ नि, त्यो त्यति केबुल कारबाट झरेर माथि आउँदासम्म हेर्नु न, म डढेर मेरो आधी स्किन चाहिँ डढेको छ, आधी चाहिँ फुल सेतो छ, कपाल ढाकेको भाग जति चाहिँ सेतो छ। पसिनै पसिना भएर फर्क्यौँ। अनि फर्किँदाखेरि धेरै दौ भइसकेको थियो अनि धेरै भिडियो खिच्न पाइनँ। आजको लागि यति नै थियो मेरो मिनी ब्लगमा। फेरि भेटौँला। बाई बाई, गुड नाइट, शुभरात्रि।